नमस्ते साथीहरू, आज चाहिँ म हजुरहरूलाई यस्तो खालको लोगो कसरी बनाउने भनेर सिकाउन गइरहेको छु। स्टेप बाइ स्टेप पुरा भिडियो हेर्नुहोला। मा चाहिँ इन्सर्टमा जानुपर्ने हुन्छ। इन्सर्टमा गइसकेपछि सेपमा जानुपर्ने हुन्छ। सेपमा गइसकेपछि यो गोल खालको ओभल लग्नुपर्ने हुन्छ। ओभल लगिसकेपछि कन्ट्रोलसँग यसरी तान्नु होला गोल हुने गरी, अनि यसरी छोडिदिनु होला। यति गरिसकेपछि यसलाई बीचमा लिएर आउनको लागि अलाइनमा गएर अलाइन सेन्टर गर्नु होला र यसलाई डाउन एरोले यसरी तल लिएर आउनु होला बीचमा। यति भइसकेपछि यसको सेप आउटलाइनमा गएर वेट बढाउन सक्नुहुन्छ। मैले यति राखेँ। यसलाई डुप्लिकेट गरेर कन्ट्रोलसँग डी गरेर डुप्लिकेट गर्ने र फेरि यसलाई पनि गएर अलाइन सेन्टर गरिदिने। यति गरिसकेपछि यसलाई बाहिरको भन्दा अलि सानो बनाउनु पर्ने भएकोले कन्ट्रोलसँग भित्र लिएर आउनु होला यसरी। अनि यति भइसकेपछि यसलाई यसरी मिलाउनु होला। यो मिलिसकेपछि अब यसमा कलर फिल गर्नुपर्ने हुन्छ। कलर फिल गर्नको लागि चाहिँ यसमा बाहिरकोमा कलर फिल गर्नलाई बाहिरमा क्लिक गर्ने र फर्मेटमा गएर सेप फिलमा गएर कुनै एउटा कलर राख्नुपर्ने हुन्छ। कलर राखेँ मैले। अनि यो भित्रकोमा कलर राख्नु पर्नको लागि यसमा क्लिक गर्ने, सेप फिलमा जाने र कुनै एउटा कलर राखिदिने। यो कलर राखेँ मैले। अब यति गरिसकेपछि दुईटैको नो आउटलाइन गरिदिनु होला। नो आउटलाइन, यसमा पनि क्लिक गरेर नो आउटलाइन। अब दुईटैको यो गरिसकेपछि अब यसमा चाहिँ टेक्स्ट राख्नुपर्ने हुन्छ। टेक्स्ट राख्नको लागि चाहिँ इन्सर्टमा जानुपर्ने हुन्छ। इन्सर्टमा गइसकेपछि वर्ड आडमा क्लिक गरेर मैले चाहिँ यो लगेँ। हजुरहरूले जुनसुकै लग्न सक्नुहुन्छ। यसमा गइसकेपछि टाइप गर्नुपर्ने हुन्छ। यति गरिसकेपछि डबल इन्टर गर्नु होला। डबल इन्टर गरिसकेपछि एड्रेस राख्नु होला। अब यति गरिसकेपछि ओकेमा क्लिक गरिदिनु होला। ओकेमा क्लिक गरिसकेपछि अब यसलाई यता र उता चलाउनको लागि चाहिँ टेक्स्ट र्यापिङमा गएर इन फ्रन्ट अफ टेक्स्ट गर्नुपर्ने हुन्छ। अब यति गरिसकेपछि यसलाई चाहिँ चेन्ज सेपमा गएर यो लास्टको अप्सनलाई चाहिँ क्लिक गर्नुपर्ने हुन्छ र यति गरिसकेपछि यसलाई आवश्यकता अनुसार यसरी कर्नरबाट आफूलाई जति चाहिएको छ त्यति मात्रामा आवश्यकता अनुसार यसरी राख्न सक्नुहुन्छ। अनि यसलाई बिचमा लिएर यसरी राख्नु होला। अब यसलाई आवश्यकता अनुसार मिलाउन सक्नुहुन्छ। अब यति मिलिसकेपछि अब यहाँनिर चाहिँ मैले स्टार राख्नको लागि इन्सर्टमा गएर सेपमा नै गएर स्टारको अप्सन चुज गरेँ र यसरी मैले क्लिक गरेर आवश्यकता अनुसार यसरी एउटा स्टार राखेँ र यसमा कलर गर्नको लागि चाहिँ सेप फिलमा गएर कुनै एउटा कलर राखिदिनु होला र सेप आउटलाइनमा गएर पनि सोही कलर राखिदिनु होला। यति गरिसकेपछि यसलाई आवश्यकता अनुसार यसरी मिलाएर राखिदिनु होला। यसलाई पनि कन्ट्रोल डी गर्नु होला र यसलाई यसरी यसको बराबर हुने गरी मिलाएर सर एरो बटनले यसरी लिएर आउनु होला ताकि बराबरमा रहोस्। अब यति भइसकेपछि यहाँ चाहिँ हामीले खटखट बनाउनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ फेरि इन्सर्टमा नै जानुपर्ने हुन्छ। सेपमा गएर
यो ट्रायंगल लिनुपर्ने हुन्छ। यसलाई लैसकेपछि यसरी आवश्यकता अनुसारको ट्रायंगल लिनु होला। यति लैसकेपछि यसलाई अलाइनमा गएर अलाइन सेन्टर गरिदिनु होला अनि यसलाई डुप्लिकेट गरिदिनु होला। कन्ट्रोल डी गरेर डुप्लिकेट गरिदिनु होला अनि यसलाई पनि अलाइन सेन्टर गरिदिनु होला। अब यति गरिसकेपछि यसलाई रोटेट गर्नुपर्ने हुन्छ अपोजिट साइडमा। त्यसको लागि फिल भर्टिकलमा क्लिक गर्नु होला र यो अपोजिट साइडमा हुन्छ र यसलाई डाउन एरोले यसरी जतिको मात्रामा चाहिने हो त्यतिको यसरी बनाउन सक्नुहुन्छ। यति भइसकेपछि यसको अब यो रेखा काटेको छ, यो रेखा नकाटिनुको लागि फेरि यसमा क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरेर नो फिल गर्नुपर्ने हुन्छ अनि यसलाई पनि नो फिल गरिदिनु पर्ने हुन्छ। नो फिल गरिसकेपछि यसको लाइन चाहिँ अलिक मोटो बनाउनको लागि सेप आउटलाइनमा गएर वेटमा गएर यसरी आउटलाइन चुज गर्नुपर्ने हुन्छ। यसलाई पनि क्लिक गरेर सेप आउटलाइनमा जाने र वेटमा जाने र कुनै एउटा वेट लिने अनि यति गरिसकेपछि यसको यो खडकोट बन्यो। अब यसमा चाहिँ बिचमा बुकको लोगो राख्नको लागि चाहिँ फेरि इन्सर्टमा जानुपर्ने हुन्छ र सेपमा गएर टेक्स्टमा गएर टेक्स्ट लिनुपर्ने हुन्छ सुरुमा। अनि टेक्स्ट लगिसकेपछि फेरि इन्सर्टमा नै गएर सिम्बलमा जानुपर्ने हुन्छ। सिम्बलमा गइसकेपछि बुकको चिन्ह क्लिक गर्दा यसमा बुक चिन्ह आएको छ र यसलाई सिलेक्ट गरेर होममा जानुपर्ने हुन्छ। यो अन्डरलाइन लागेको छ, यसलाई हटाउनु पर्ने हुन्छ। हटाइसकेपछि यसलाई अलि ठुलो बनाउनु पर्ने हुन्छ। ठुलो बनाउनको लागि यहाँदेखि यसरी क्लिक गरेर ठुलो बनाउनु होला। आवश्यकता अनुसारको ठिक्क मात्रामा बनाउनु होला। अब यति भइसकेपछि यसलाई चाहिँ यहाँ क्लिक गरेर यसरी यहाँ ल्याएर राख्नु होला। यो राखिसकेपछि फर्मेटमा गएर नो फिल गरिदिनु होला र नो आउटलाइन गरिदिनु होला। यति गरिसकेपछि अब यसलाई आवश्यकता अनुसार ठिक्क बिचमा ल्याएर राख्नु होला। अब यो राखिसकेपछि यसरी बाहिर क्लिक गरिदिनु होला। यति गरिसकेपछि अब हामीलाई तल स्पेससम्म लेख्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ फेरि इन्सर्टमा नै गएर सेपमा गएर टेक्स्ट लिनुपर्ने हुन्छ। टेक्स्ट यसरी लिनु होला अनि यसमा चाहिँ टाइप गर्नु होला। सरी पिर्तीमा रहेछ। फेरि होममा गएर यसलाई चाहिँ मैले क्यालिबरी ल्याएँ र अन्डरलाइन हटाएँ। यति गरिसकेपछि मैले ESTD अनि ट्याप गरेर 2019 यो रेड कलरमा छ। यसलाई मैले बोल्ड गरेर अनि अलिकति ठुलो बनाएर यसको चाहिँ कलर चेन्ज गरिदिन्छु, कालो राखेँ। यति गरिसकेपछि यसलाई सर यसरी ल्याएर यहाँनिर राख्नु होला। यहाँनिर राखिसकेपछि यसलाई आवश्यकता अनुसार मिल्ने गरी राख्नुपर्ने हुन्छ। यसरी राख्नु होला मिलाएर। अनि यसलाई पनि सेम प्रोसेस गर्नुपर्ने हुन्छ। फर्मेटमा गएर सेप फिलमा गएर नो फिल गरिदिनु पर्ने हुन्छ र सेप आउटलाइनमा गएर नो आउटलाइन गरिदिनु पर्ने हुन्छ। अब यसलाई यति भइसकेपछि बाहिर क्लिक गर्दा देख्न सक्नुहुन्छ यो स्पेससम्म पनि रहेको छ। धन्यवाद। यस्तै भिडियो हेर्नको लागि मेरो युट्युब च्यानललाई लाइक, कमेन्ट, सब्स्क्राइब गर्न भने नभुल्नु होला।